हेलो नमस्ते सेवा फ्यापुला हैन यो चाहिँ मेरो सानो मिनी ब्लग हो। आज म छुट्टी भएर यो मेरो प्यारी साथीकोमा आएको हैन। अनि त्यसैले अब गफसफहरू खाजासाजा खायौँ हैन। अब जानु लागेको छु घर रुम। अनि त्यसपछि भोलि बिहान काम छ नि त, अब चाँडै जानुपर्छ, आइरन साइरन लाउनुपर्छ। त्यसैले मेरो साथी रिसप्ट बोला तिमी पनि। नमस्ते एभ्रिवान। आजदेखि नयाँ भ्लग स्टार्ट गरेँ कि यसले साथ सपोर्ट गरिदिनु होला गाइज। आज छुट्टी थियो त्यही भएर मेरोमा आएको, अब जाने बेला भयो, त्यही हो गाइज। एक त सबै नमस्ते गर्छ तिम्रो। अब म तिमी यहाँबाट जान आँटेको नि त, सबै नमस्ते गर्नु दुईजना ल। हामी दुईजना त्यही यहीँबाट छुट्टिँदैछौँ। अब यसले कतिको के बाटोमा जाँदाखेरि भ्लग बनाउँछ होला। हस् त म त छुट्टिन्छु ल। म पनि एउटा साथ दिएँ नमस्ते ल बाई। अब अनि यसले गाइस होइन, म चाहिँ अब हिँड्दै गरेको भ्लग बनाउँछु। अहिले म कतारमा छु नि त हाल। अनि कतारको अलिक दायाँ बायाँ तपाईँहरूलाई म यो इन्भाइरोमेन्ट जस्तै देखाउँछु नि है। ल राख। हेलो गाइस, अनि मैले साथीकोबाट अब निस्केर जाँदैछु होइन। भात खाएर जा भन्ने थियो, अनि मैले नसुने भने नि त। अब हिँड्दैछु म, हिँड्दैछु साथी हो। यो चाहिँ कतार हो होइन। मेरो यहाँ अलिक नजिकै छ, ढेक्का खानु अलिक पर म जाँदैछु। गाइस यहाँ चाहिँ होइन धेरै गर्मी छ, अलिक पसिना टुक 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 आउँछ। म चाहिँ हिँड्दैछु। यो चाहिँ नजला भन्ने ठाउँ हो। अहिले म मन्सुरातिर हिँड्दैछु। म चाहिँ अहिले मन्सुरामा सरेको छु। मन्सुरातिर हो गाइस। कतार यस्तो छ, गर्मी न गर्मी छ। यो पछाडिको चाहिँ खजुरको रुख हो। यहाँ धेरै खजुर फल्छ। अनि खजुरको रुख हुन्छ यहाँ। खजुर हेर्नु न, अहिले खजुर पाक्ने बेला हो, कस्तो मिठो हुन्छ। कस्तो मिठो हावा आयो बल्ल। वा पुरै आइज हावा। म चाहिँ हिँड्दैछु। यहाँ धेरै गर्मी छ, हावा मजाले आयो। हावा गर्मी सबै हुन्छ। हिँड्दैछु अब आउनु आएको। कपाल पनि चिक्क भइसक्यो। यो राउन्ड पऱ्यो हो। अब मेरो रुम यहाँ पर हो। हिँड्दैछु म, हिँड्दैछु गाइस। हेलो गाइस, फाइनली म चाहिँ आइसकेँ होइन, रुम आइसकेँ। हेलो गाइस, फाइनली म रुमभित्र छिरेँ। अब यहीँ माथि हो, त्यही भएर ओभर गर्मी हुन्छ है। सिडी चाहिँ यस्तो छ, हामी छिर्दैछु म। फाइनली गाइस म आइसकेँ। गाइस म मेरो रुम आइपुगेँ होइन। अब हजुरहरूलाई म के भन्न चाहन्छु भने, मैले भर्खरै भिडियोहरू बनाउनु सुरु गरेको छु नि त। अनि बोल्नु राम्रोसँग जान्दिनँ। अनि मेरो मिनी ब्लग हेरेर हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला होइन, सपोर्ट गरिदिनु होला हजुरहरूलाई। अहिले अब मेरो फेरि एकचोटि फेरि सेवा फ्यापुला जुजुलाप्पा सेवारो।